भइसक्यो उठाउनु भनेको क्या कहाँ उठाउँछु पाइन च्याट त कस्तो भएको थियो भन्नु त अनि पाइपको रिस हेर्दै हुन्छ तपाईँले कहाँ लगेर देखाउनु त पाइनको रिस नि उचाल्नु उचाल्नु पावर चाहियो नगरेर हुन्छ गराउँछु म फेरि पक्नु कति रेप हाल्यो 4 रेप हाल्नु पर्यो सर है सुरुमा त्यसपछि म रेप ल पुग्ने चाहिँ कति रेप हामी 12 रेपसम्म जान्छौँ ल लेट्स गो 4 हाल्नु पर्छ 4 हाल्नु पर्यो सुरुमा 1 2 3 4 रेप भयो अब हाल्नु है उचाल्नु न सर उचाल्नु उचाल्नु त उचाल्नु उचाल्नु पावर चाहियो ल कस्तो मजा आइरहेछ अब है उचाल्नु त ल अब पाइन च्याट्न कस्तो लाग्यो पाइन च्याट्न कस्तो लाग्यो उचाल्नु न यार पाइपको कुरा नगर्नु न यार पाइनको कुरा नगर हुन्छ च्याट्न कस्तो लाग्यो भन्नु त अनि च्यातेर हुन्छ त उचाल्नु न गाह्रो भइसक्यो च्यातेरै हुन्छ त्यो पाइन कसरी च्यात्या थियो अब च्यातिदिन क्या अब च्यातिदिन अहिले रिभेन्ज हो अब नच्यात्ने स्योर हो च्यातिदिनु भने पाइन च्याट्न कस्तो भएको थियो भन्नु त अनि पाइपको रिस हेर्दै हुन्छ तपाईँले कहाँ लगेर देखाउनु त पाइनको रिस नि यहीँ देखाउने हो एक्सर्साइज गर्ने ठाउँमा तपाईँ पसलमा पाइन च्यात्ने म यहाँ देखाउने कस्तो उचाल्नु भने गाह्रो भइसक्यो ल अबदेखि च्यात्ने कि नच्यात्ने भन्नु त नच्याति नच्याति कसम हो नि कसम ल कसम कसम हो नि कसम ल ल कस्तो मजा आउँदो रहेछ थाहा भयो नि पाइन च्याट्दा यस्तै एक्सर्साइज गर्दा पनि मजा आउँछ क्या अनि पाइनको रिस हेर्दै हुन्छ त नि कहाँ देखाउने त पाइनको रिस नि यहीँ देखाउनु त हो नि भोलि गरिदिनु पाइनको रिस हेर्दै हुन्छ त कहाँ गरेर देखाउनु त यहीँ देखाउने ल भोलि मैले यस्तो पेलाउँछु नि भोलिदेखि कोहीसँग गर्ने होइन मैसँग गर्ने हो बवाल पेलाउनु छु भोलिदेखि म आउँदिनँ भोलिदेखि त्यस्तो हावा कुरा म आउँदिनँ भोलिदेखि त्यस्तो हुनेवाला छैन फेरि मसँग बिस्तारै गर भोलिबाट मैसँग हो तर दरब पेल्नेवाला छु के भन्ने हराउँछु म फेरि